थ्याङ्क यू यहाँहरू सबै पवित्र जनलाई प्यारो प्रभु येशू मसीहको पवित्र अनि उच्च नाउँमा सबैलाई जय मसीह। जय मसीह। थ्याङ्क यू हाम्रो सिस्टर सोनीले मलाई कन्ट्याक्ट गर्नुभएको थियो केही हप्ता अगाडि। म यात्रामा थिएँ र म तपाईँहरूसँग आउनु पाएँ। मेरो पश्चिमतिरको यात्रा थियो अनि आज म आइपुगेँ। तपाईँसँग जोडिनु पाएँ, प्रभुलाई धन्यवाद। आजको सञ्चालक महोदयलाई पनि धन्यवाद। अ, हाम्रो पास सुरजज्यूलाई, हाम्रो वर्सिप लिड गर्नुहुने पास काल्भिनज्यूलाई पनि धन्यवाद। मिठो हृदयस्पर्शी आराधनाद्वारा उहाँले हामीलाई डोहोऱ्याउनु भएको छ। र साइप्रस लगायत हामी विभिन्न नेपाल र अरू देशहरूबाट पनि जोडिएका छौँ। यहाँ सबैजनालाई विशेष गरी वचनमा स्वागत गर्दछु। र मैले अघि मात्रै सोधेँ बहिनीलाई, मैले के विषय छ कि बोल्नु पर्ने भनेर। र उहाँले चाहिँ सायद मेरै हातमा जिम्मा दिनुभयो र मेरो मनमा थुप्रै प्रवचनहरू आइरहेको थियो। तर मैले तपाईँको बिचमा तपाईँ साइप्रसमा प्रायः जसो जो सङ्गति गरिराख्नु भएको छ, तपाईँलाई केही हौसला होस् भनेर साइप्रस अलिकति माथि भएको घटनालाई आज हामी उद्धृत गर्दै हामी पहिलो पत्रुसको 1 अध्यायबाट हामीहरू प्रभुको वचनलाई हेर्नेछौँ। र म सोच्दै थिएँ, मलाई पास्टर बाउले मलाई को होस्ट बनाइदिनु भयो भने म आजको वचन चाहिँ स्क्रिनमा सेयर गर्ने थिएँ। त्यसो हुँदा चाहिँ कतिजना सायद तपाईँ अनलाइनमा पनि हुनुहुन्छ जस्तो लाग्दैछ मलाई। काम गर्दै पनि सुन्दै हुनुहुन्छ होला, तपाईँको लागि पनि सायद मोबाइलमा हेर्नुको लागि सजिलो होस् भनेर। धन्यवाद। र अहिले हामीहरू समयको कारणले नेपालमा चाहिँ अहिले 11 बजेर साढे 11 बजे 11:35 भएछ। त्यो कारणले गर्दा चाहिँ म कति पनि ढिलो नगरिकनै, कतिजना तपाईँको हामी भिन्न भिन्न टाइममा अहिले जोडिएका छौँ। त्यो कारणले गर्दा सायद हाम्रो टाइमहरू एकदम तलमाथि हुन्छ होला। त्यसले गर्दा मैले ढिलो नगरिकनै म तपाईँको बिचमा प्रभुको वचनतिर यहाँलाई डोहोऱ्याउन चाहन्छु। यो खण्डबाट के उत्साह होस् भन्ने मैले आशा पनि लिएको छु। येशू ख्रिस्टको प्रेरित पत्रुसबाट पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि निर्वासित भई छरपष्ट भएकाहरूलाई येशू ख्रिस्टको आज्ञा पालन र उहाँको रगतको छिटकाइको निम्ति पवित्र आत्माद्वारा शुद्ध भई परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई अनुग्रह र शान्ति प्रशस्त हुँदै जाओस्। परमेश्वर हाम्रो प्रभु यीशु ख्रिस्टको पिता धन्यको हुनुहुन्छ। उहाँको महान कृपाले मृतकबाट यीशु ख्रिस्टको पुनरुत्थानद्वारा एउटा जीवित आशाको निम्ति हामी नयाँ गरी जन्मिएका छौँ। स्वर्गमा तिमीहरूको निम्ति साँची राखेको उत्तराधिकार अविनाशी, विशुद्ध र नओइलाउने किसिमका छन्। आखिरी समयमा प्रकट हुन आँटेको मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ। तिमीहरू यसैमा रमाउँछौ, यद्यपि अहिले थोरै समयको निम्ति तिमीले विभिन्न किसिमका कष्ट भोग्नु पर्दछ। आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ। तिमीहरूको यो विश्वास साँचो प्रमाणित होस् र येशू ख्रिस्ट प्रकट हुनुहुँदा प्रशंसा, महिमा र आदरको योग्य बनोस्। तिमीले नदेखे तापनि उहाँलाई प्रेम गर्दछौ र उहाँलाई तिमीले अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय र गौरवमय आनन्दमा तिमीहरू रमाहाट गर्दछौ। आमेन। आउनु सबै छोटो प्रार्थना गरेछौँ। परमेश्वर पिता, पुत्र अनि पवित्र आत्मा, तपाईँ भन्नुहुन्छ जसको कान छ त्यसले सुनोस्, आत्माले मण्डलीलाई के भन्नुहुन्छ। अनि पवित्र आत्मा, यो राति हामीहरू विभिन्न देशहरूबाट भेला भएका छौँ। विशेष गरी साइप्रसबाट जोडिनुभएका हाम्रो प्रिय सन्तहरूलाई हामी प्रार्थनामा हौसला र उत्साह दिनको लागि यो जुमको माध्यमबाट जोडिएका छौँ। अनि प्रभु, हाम्रो सङ्गतिले एकअर्कालाई निर्माण गरेको होस्, एकअर्कालाई प्रोत्साहन मिलेको होस् भन्ने हाम्रो प्रार्थना पनि छ। अनि तपाईँको जीवित वचनले हामीलाई फेरि पनि ढाडस दिनुहोस्। प्रभु, तपाईँको वचनलाई हामी रिसिभ गर्दछौँ। पवित्र आत्मा, तपाईँको उपस्थितिको लागि तपाईँलाई धन्यवाद, येशू ख्रिस्टको पवित्र अनि उच्च नाममा। आमेन। ओके, यो पत्रुसले लेखेको पहिलो पत्रुसबाट म तपाईँहरूको बिचमा प्रभुको वचन राख्न गइरहेको छु। हामी सबैलाई थाहा छ, प्रभु यीशु ख्रिस्टको प्रेरित अथवा चेला पत्रुसले यो पुस्तक लेखेका हुन्। र विशेष गरी चाहिँ पत्रुसले यो पत्र लेखेर छरपष्ट भएका, विशेष गरी सतावटको कारणले विभिन्न देशहरूमा
निर्वासित भएका विश्वासीहरूलाई उत्साह दिनको लागि यो पत्र लेख्दछन्। विशेष गरी नामहरू पनि उल्लेख गरेका छन्। पोन्टस, गलातिया, कापाडोकिया, एसिया र बिथिनियाभरि निर्वासित भई छरपष्ट भएकाहरूलाई, है, यो शब्द चाहिँ स्ट्रेन्जर स्क्याटर थ्रु आउट पोन्टस, गलेसिया, कापाडोकिया, एसिया एन्ड बिथानिया। अहिले म तपाईँहरूको बिचमा तपाईँले नक्सा देख्दै हुनुहुन्छ। तल यरुसलेम छ नि, साइप्रस चाहिँ मेडिटेरियन सीको बिचमा तपाईँले देख्दै हुनुहुन्छ, है। तपाईँले माथिको सेतो भाग तपाईँले हेर्नुहुन्छ चाहिँ तपाईँले त्यहाँ देख्दै हुनुहुन्छ, है, गलातिया, पिसिडिया, कापाडोकिया, अनि माथि बिथिनिया, अनि एसिया तपाईँले पूर्वपट्टि जो स्मरणको नजिक तपाईँले देख्दै हुनुहुन्छ एसिया। यो भागहरू जो अहिले टर्कीमा पर्दछ, यो भाग साइप्रसदेखि एकदम नजिकको भाग छ। अनि यो ठाउँमा विशेष गरी छरपष्ट भएका ती सन्तहरू, विशेष गरी सतावटको कारणले तिनीहरूले आफ्नो घरबार छोडेर यी भागहरूमा तिनीहरू भाग्दै भाग्दै सेवा गरिरहेका थिए। विभिन्न कारणले गर्दा चाहिँ तिनीहरूले आफ्नो मातृभूमि छोडेर, आफ्नो ठाउँ छोडेर ती यहुदीहरू विभिन्न ठाउँहरूमा छरपष्ट भइरहेका थिए। तिनीहरूलाई चाहिँ यो पत्र चाहिँ पत्रुसले लेख्दछ, विशेष गरी उनीहरूलाई हौसला दिनको लागि, किनकि तिनीहरू अहिले यरुसलेममा छैनन्, तिनीहरू एउटा मण्डलीमा छैनन्। र तिनीहरू चाहिँ विशेष कारणले गर्दाखेरि चाहिँ विभिन्न चुनौती र समस्याको कारणले गर्दा चाहिँ विभिन्न ठाउँहरूमा तिनीहरू छरपष्ट भएर गइरहेका छन्। र अहिले हामीहरू पनि विशेष गरी चाहिँ नेपाली भाषीहरू संसारको विभिन्न भागहरूमा हामी छरपष्ट भएका छौँ। अनि पत्रुसले चाहिँ बडो महत्त्वपूर्ण कुरा लेखेका छन् कि तिमीहरू चाहिँ जो निर्वासित भएर भनेर लेखेको छ। नेपालीमा निर्वासित भनेको छ, अङ्ग्रेजीमा चाहिँ स्ट्रेन्जर अथवा सोजर्नर, पिलग्रिम्स भन्ने शब्दहरू प्रयोग गरिएको छ, जसको अर्थ त निर्वासित अथवा एउटा यात्री जस्तै, एउटा परदेशी जस्तै तिमीहरू छरपष्ट भएका छौ। ओके प्रियहरू, अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ के हो भन्दा चाहिँ हामी सबै परमेश्वरको जनहरूले यो कुरालाई महसुस गर्नुपर्दछ, यो कुरालाई विश्वास गर्नुपर्दछ कि यो संसार जहाँ हामी बसेका छौँ यो हाम्रो लागि परदेशी हो, परदेश नै हो। हामी एउटा यात्री चाहिँ यो संसारमा छौँ। त्यो कुरा चाहिँ तपाईँले पछि गएर अरू खण्डतिर पनि हेर्नुभयो भने चाहिँ हिब्रूको पत्रमा यो कुरा चाहिँ विशेष गरी अब्राहमको बारेमा लेखेको छ। म तपाईँलाई हिब्रूको 11 अध्याय पढ्दैछु है त, पढिरहेको छु है त। ल, प्रतिज्ञा गरेको कुरा प्राप्त गरी तिमीहरू सबै विश्वासमा मरे, तिनीहरू सबै विश्वासमा मरे, तर टाढैबाट त्यसलाई देखेर स्वागत गरी तिनीहरूले मानिलिए कि तिनीहरू यस पृथ्वीमा परदेशी र प्रवासी थिए। कसको कुरा गर्दैछ? अब्राहमको कुरा गरेको। त्यस्ता कुरा भन्ने मानिसले आफ्नो निम्ति एउटा देश खोजिरहेका छन् भन्ने कुरा प्रष्ट हुन्छ। जुन देशबाट तिनीहरू निस्केर गएका थिए, यदि तिनीहरूले त्यही देशको विषयमा सोचेका भए तिनीहरूलाई फर्किजाने मौका मिल्ने थियो। 16 पद, तर तिनीहरू अझ उत्तम देश अर्थात् एक स्वर्गीय देशको इच्छा गर्दछन्। यसै कारण परमेश्वर तिनीहरूका परमेश्वर भनी पुकारिनु शर्माउनुहुन्न, किनकि उहाँले तिनीहरूको निम्ति एउटा सहर तयार पार्नु भएको छ। ओके, तपाईँले हिब्रूको पुस्तकमा पनि अहिले हेर्नुभयो भने चाहिँ अब्राहमको बारेमा लेख्दछ, किन अब्राहम पनि यस संसारमा यात्री जस्तै, परदेशी जस्तै यात्रा गरिरहे, तर तिनीले एउटा अनन्तको घरको प्रतीक्षा गर्दै यो संसारको यात्रा तय गरे। जुन घर, जुन सहर परमप्रभु परमेश्वरले नै बनाउनु भयो भनिकन हिब्रूको लेखकले लेख्दछ। दाजुभाइ दिदीबहिनी, हामी सधैँ यो कुरा स्मरण गर्दछौँ कि हाम्रो जीवन चाहिँ एकदम छोटो छ अनि हामीहरू परदेशी जस्तै यस संसारमा छौँ, है। र तपाईँहरू कतिजना, धेरैजना जो विभिन्न कारणले विभिन्न देशहरूमा पुग्नु भएको छ, अनि जसलाई अहिले हामी अर्को भाषामा चाहिँ डायस्पोरा पनि भन्ने गर्छौँ। वास्तव यो डायस्पोरा भन्ने शब्द चाहिँ ग्रिक शब्दबाट आएको हो। ग्रिक शब्द डायस्पोरा, जसलाई चाहिँ हाम्रो नेपाली भाषामा चाहिँ छरपष्ट भनेर लेखेको छ, अङ्ग्रेजी स्क्याटर भनेर, है। छरपष्ट भएकालाई स्क्याटर भएर विभिन्न देशहरूमा डायस्पोरा भएर, डायस्पोरा जुन नाउन प्रयोग गरिएको छ, डायस्पोरा अर्थात् छरपष्ट भएकाहरू। अब हामीले बुझ्नुपर्ने कुरा चाहिँ यहाँहरू अब विभिन्न कारणले तपाईँहरू संसारको विभिन्न भागमा पुग्नु भएको छ। अब तपाईँ साइप्रस पुग्नुभयो विभिन्न कारणले, सायद आर्थिक कारणले, पारिवारिक कारणले, थुप्रै
परिस्थितिको कारणले गर्दाखेरि सायद तपाईँहरू अहिले संसारको विभिन्न देशहरूमा पुग्नुभएछ। कतिजना तपाईँहरू सायद अमेरिका पुग्नुभयो, कतिजना इन्डिया अनि अरू देशहरूमा हामीहरू नेपाली भाषी छरपष्ट भएका छौँ। अनि अहिले हामी जिएनएसए भन्छौँ, ग्लोबल नेपाली क्रिस्चियन फेलोसिप भनेर, ग्लोबल नेपाली स्पिकिङ क्रिस्चियन फेलोसिप जिएनएसएफ, जसको म भाइस प्रेसिडेन्टको रूपमा पनि सेवा गरिरहेको छु। अहिले हामीले लगभग लगभग हेर्दैछौँ 50-60वटा देशहरूमा नेपाली भाषी सङ्गतिहरू बढ्दै गइरहेको हामी देखिरहेका छौँ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। परमेश्वरले ग्लोबल्ली आफ्नो महान काम गर्दै हुन्छ। डायस्पोराद्वारा त छरपष्ट भएका नेपाली भाषीहरूद्वारा पनि परमेश्वरले काम गर्दै हुनुहुन्छ। यो ग्रिकमा चाहिँ जुन डायस्पोरा भन्ने शब्द छ, त्यसको अर्को अर्थ चाहिँ छरपष्ट भएका, छरिएका बिउहरू भन्ने पनि प्रयोग गरिन्छ, द स्क्याटर सिड है। मलाई त्यो शब्द, जब मैले त्यो शब्दलाई अध्ययन गर्दै गर्दा, बुझ्दै गर्दा चाहिँ मलाई एकदम त्यसले चाहिँ टच पनि गर्यो। हामीलाई परमेश्वर एउटा उद्देश्यको लागि संसारको विभिन्न भागमा पुर्याउनु भएको छ। सायद त्यो सुसमाचारको कारणले होस्, चाहे सतावटको कारणले, सायद कामको कारणले हामी संसारको विभिन्न भागमा पुगेका छौँ। तर पत्रुस यसरी लेख्दछन् कि हामी छरपष्ट हुनुमा परमेश्वरको योजना छ है। परमेश्वरले हामीलाई बिउको रूपमा, छरिएको बिउको रूपमा परमेश्वरले काम गर्नको लागि संसारको विभिन्न भागमा हामीलाई लैजानु भएको छ। यसकारण तपाईँहरू जो विभिन्न देशहरूमा नेपाली भाषीहरू पुग्दै हुनुहुन्छ, परमेश्वरलाई धन्यवाद होस् कि परमेश्वरले ती देशहरूमा पनि आफ्नो मण्डली स्थापना गर्नको लागि नेपाली भाषीलाई परमेश्वरले प्रयोग गरिरहनु भएको हामी देखिरहेका छौँ। अनि त्यसको एउटा गवाही चाहिँ अहिले जो साइप्रसमा नेपाली भाषीहरू बढेर गइरहेका कुरा सुनेर हामी परमेश्वरलाई धन्यवाद दिँदछौँ। तपाईँहरू पक्कै पनि त्यहाँ आर्थिक कुराको लागि, पैसा कमाउनको लागि मात्र होइन, तर ख्रिस्टको निम्ति बिउ बनेर रोपिनको लागि पनि परमेश्वर तपाईँलाई प्रयोग गर्नुभएको छ। परमेश्वरले तपाईँलाई बिउ छर्नको लागि पनि त्यस ठाउँमा लानुभएको छ है। भन्छ 126 को 5 लेखे जस्तै, रुँदै छर्नेहरूले एक दिन आनन्दको साथ बिटाहरूलाई बटुल्नेछन्। अनि त्यो त्यो हार्भेस्ट टाइममा परमेश्वरले तपाईँहरूलाई संसारको विभिन्न भागमा लिएर जानुभएको छ। यसका प्रियहरू, तपाईँहरू दुःखको कारणले, समस्याको कारणले हामी छरपस्टिएका होइनौँ, तर परमेश्वरको योजनाभित्र हामी त्यहाँ छौँ। यसकारण तपाईँ जो डायस्पोरामा हुनुहुन्छ, तपाईँ साइप्रसमा अहिले बसिरहनु भएको छ, अरू देशहरूमा तपाईँहरू एउटा निर्वासित भएर परदेशी जस्तै यात्रा गर्दै पुग्नु भएको छ होला। तर परमेश्वरले तपाईँलाई बिउको रूपमा प्रयोग गरून् भन्ने मेरो प्रार्थना पनि छ। मैले धेरै साल अगाडि हाम्रो कालीबहादुर अनि लोकबहादुर तामाङजीको गवाईहरू मैले पढेको सानोमा, धेरै साल अगाडि। अनि कसरी उहाँहरूलाई चाहिँ नुवाकोटबाट या धादिङबाट गाउँबाट निकालियो भनेर, निकालावास भएर कतिजनालाई यता कावासोतीतिर लगेर राख्यो, कतिलाई पुनर्वास भन्ने सुदूरपश्चिमतिर लगियो। अनि खास त्यसको एउटा कारण मध्ये चाहिँ एउटा कारण चाहिँ क्रिस्चियनहरू बढेको कारण पनि हो भनेर है। र उहाँहरू जुन ठाउँमा जङ्गली फडानी गरेर बस्नु भएको थियो, त्यो ठाउँमा चाहिँ 25-30 घर चाहिँ विश्वासीहरू हुनुहुन्थ्यो अरे। अनि उहाँले त्यहाँ चर्च पनि सुरु गर्नुभएको रहेछ। पछि नेपाल सरकारले चाहिँ अब यो क्रिस्चियनहरूलाई छरपष्ट पार्नुपर्छ भनेर यिनीहरूलाई चाहिँ विभिन्न ठाउँमा, त्यो 25-26 परिवारलाई चाहिँ विभिन्न 25-26वटा गाउँमा उनीहरूलाई पुनर्वास गरेर उनीहरूलाई त्यो ठाउँहरूमा सरुवा गरेर पठाइदिए है। तर उहाँले आफ्नो गवाहीमा लेख्नु भएको छ कि परमेश्वरले जहाँ जहाँ ती 25 घरलाई जुन जुन ठाउँमा पुर्याउनु भयो, सरकार, नेपाल सरकारले के सोचेको थियो भन्दाखेरि चाहिँ अब तिनीहरूको सङ्गति बन्द हुनेछ, तिनीहरूको सबै क्रिस्चियनहरूको सबै कुरा चाहिँ अब बन्द हुनेछ। तर जहाँ जहाँ तिनीहरू गए, ती 25-26 ठाउँमा नै तिनीहरूले मण्डलीहरू स्थापना गर्दै गए। अनि परमेश्वरले आफ्नो राज्य चाहिँ बढाउनु भयो। शैतानले चाहिँ परमेश्वरको स्ट्राटेजी चाहिँ बुझ्दैन है। शैतानले के सोचेको थियो भन्नुहोस् त, हामीले क्रिस्चियनहरूलाई छरपष्ट बनाइदिएका छौँ, अब तिनीहरू भेट्दैनन्, सङ्गति हुँदैन, अब तिनीहरूको सबै विश्वासहरू खत्तम भएर जानेछ। उसले त्यसरी सोचेको थियो। तर परमेश्वरले तिनीहरूलाई बिउको रूपमा प्रयोग गर्नुभयो। अनि आज परमेश्वरले तपाईँहरूलाई डायस्पोरामा, संसारको विभिन्न भागमा छरपष्ट बनाउनु भएको एउटा रिजन छ। खालि आर्थिक रिजन मात्रै होइन, तर त्यसभित्र पनि परमेश्वरले आफ्नो महान राज्यलाई संसारभरि पुर्याउनको लागि परमेश्वरले तपाईँहरूलाई सुसमाचार संसारभरि पुर्याउनको लागि पनि परमेश्वरले तपाईँलाई प्रयोग गर्नुभएको होस्। अनि त्यो एउटा महान उद्देश्यलाई जब तपाईँले बुझ्नुहुन्छ, तपाईँ संसारको जुनसुकै देशमा जानु भए तापनि तपाईँ कहिले पनि लुक्नुहुन्न, तर तपाईँ विश्वासको त्यो बिउ छरिराख्नुहुन्छ।
तपाईँलाई परमेश्वरले छरप्रष्ट भएको एउटा बिउको रूपमा, छरिएको बिउको रूपमा पनि परमेश्वरले तपाईँ र तपाईँको जीवनलाई, सेवकालाई परमेश्वरले प्रयोग गर्नुहुन्छ। अनि पत्रुसले के हौसला दिन्छ भन्दा चाहिँ ती छरप्रष्ट भएकालाई, ती सतावटको कारणले तिनीहरूले यरुसलेम छोडेर तिनीहरू जानु परेको थियो। अनि एसिया माइनरभरि छरिएर गएका थिए तिनीहरू, है। तिनीहरू पोन्टसतिर, गलातिया, कापडोकिया, एसियाका विभिन्न ठाउँहरू, बिथेनियाभरि, तिनीहरू पुरै एसिया माइनरभरि छरपष्ट भएका थिए। तर परमेश्वरको वचनद्वारा पत्रुस त्यसरी हौसला हौसला दिन्छन् कि तिमीहरू चाहिँ परमेश्वर पिताद्वारा उहाँको पूर्व ज्ञान अनुसार, उहाँको फोर नलेज, है, उहाँको अनन्तताको प्लानभित्र, उहाँको पूर्व ज्ञानभित्र, पूर्व योजनाभित्र, उहाँको सभरेन प्लानभित्र, उहाँको सार्वभौम योजनाभित्र परमेश्वरले त्यसै हुन दिनुभयो। अनि त्यो परमेश्वरको चुनाव थियो। यसकारण पत्रुसले भन्छ पूर्व ज्ञान अनुसार चुनिएकाहरूलाई, है, परमेश्वरको पूर्व ज्ञान अनुसार, अङ्ग्रेजी अफ द फोर नलेज, है, इलेक्ट अकर्डिङ टु द फोर नलेज अफ गड, उहाँको पूर्व ज्ञान अनुसार चुनाव भएकाहरू। यसका प्रियहरू, तपाईँहरू, परमेश्वरले तपाईँलाई चुन्नु भएको छ उहाँको पूर्व ज्ञान अनुसार। एफिसीको 1:4 चाहिँ भन्छ यो संसारको जग बसाल्नभन्दा अघि नै परमेश्वरले हामीलाई चुन्नुभयो। अब यो जुन अब अङ्ग्रेजी शब्द हामी प्रयोग गर्छौँ प्रिडेस्टिनेसन भनेर, है। परमेश्वरले कसरी संसार सृजनभन्दा अघि नै उहाँले आफ्नो महान योजनाभित्र हामीलाई ल्याउनु भएको थियो, है। हामी अचानक जन्मिएका पनि होइनौँ, हामी झुक्किएर जन्मिएका पनि होइनौँ। तर उहाँको इटर्निटीबाट, अनन्तताबाट नै परमेश्वरले तपाईँ र मेरो जीवनलाई, परमेश्वरले आफ्नो महान कामको निम्ति परमेश्वरले प्रयोग गर्नुभयो। र परमेश्वरले उहाँको महान राज्य, उहाँको महान इतिहास बनाउँदै हुनुहुन्छ। त्यो महान इतिहासभित्र तपाईँ अनि मेरो जीवनलाई परमेश्वरले त्यो इतिहास बुन्नको लागि, प्रयोग गर्नलाई परमेश्वरले बोलाउनु भएको छ। यसका प्रियहरू, तपाईँहरू यदि नयाँ विश्वासी हुनुहुन्छ भने तपाईँ हरेस नखानुहोस्, है। तपाईँलाई परमेश्वर एउटा महान उद्देश्यको लागि बोलाउनु भएको छ। यसका तपाईँ एक्लै छु भनेर पनि नडराउनुहोस्, होइन। प्रभु यीशु ख्रीष्ट आफैले पनि भन्नुभयो गहुँको दाना पनि एक्लै जमिन मुनि मर्छ, है। तर जब त्यो गहुँको दाना मर्छ त्यसबाट एउटा टुसा आउँदछ, अनि त्यसबाट बोट हुँदै त्यसले सयौँ र हजारौँ दानाहरू त्यसले उत्पादन गर्दछ, है। एउटा दाना जब मर्दछ त्यसबाट सयौँ अनि हजारौँको जन्म हुँदछ। मेरो हजुरबाले जब उहाँ ब्रिटिस आर्मीमा भर्ती भएर मलाया जानुभयो, मलाया भनेको अहिले मलेसिया भन्छौँ। उहाँले त्यही दर्शन देख्नुभयो। उहाँलाई कसैले सुसमाचार सुनाएको होइन, किन त्यो बेला नेपालमा क्रिस्चियन थिएनन्। दोस्रो विश्वयुद्धको अन्त्यतिर उहाँ मलेसिया जानुभयो ब्रिटिस आर्मीमा भर्ती भएर। उहाँ नेपाल फर्कनुभयो, सुसमाचार प्रचार गर्नुभयो, इन्डियामा बप्तिस्मा लिनुभयो। त्यो बेला पूर्व नेपालमा क्रिस्चियन थिएनन्। अनि उहाँ रक्सोल गएर बप्तिस्मा लिनुभयो, अनि फर्किनुभयो, सुसमाचार प्रचार गर्नुभयो। अनि उहाँले आफ्नो जीवनीमा लेख्नु भएको छ 24 पल्ट उहाँ पक्राउ पर्नुभयो धर्म प्रचारको मुद्दामा, उहाँको जेल जानुपर्ने भयो। अनि धेरै दुःखहरू उहाँले सहनुभयो। उहाँलाई कसैले भेट्न आएनन्, किनकि त्यो बेला क्रिस्चियन नै थिएनन्। सायद अहिले एउटा क्रिस्चियन जेल गयो भने सायद हजारौँ लाखौँ मानिसहरूले फेसबुक, सामाजिक सञ्जालहरूबाट प्रार्थना गर्छन् होला, हौसला दिन्छन्। तर मेरो बाजेलाई जेल भेट्नको लागि मानिसहरू कोही पनि गएनन्, किनकि त्यो बेला विश्वासीहरू थिएनन्। इभन उहाँ चौकी पक्राउ परेर जानुभएको बेला मेरो बोजूलाई पनि थाहा भएन बाजे कहाँ जानुभयो। त्यस्तो कुराहरू, त्यो बिचमा पनि कसरी उहाँ एउटा बिउको रूपमा स्थापित हुनुभयो, खडा रहनुभयो, अहिले म पनि कल्पना गर्न सक्दिनँ। जबकि एउटा क्रिस्चियनले पनि उहाँलाई भेट्न गएका थिएनन्। उहाँ एक्लै पूर्वमा त्यो बेला धेरै दुःखहरू सहनुभयो। त्यो कुरा मलाई कोही बेला मेरो जीवनको लागि एउटा प्रेरणा पनि लाग्छ, किनकि परमेश्वरले त्यसरी नै प्रयोग गर्नुहुन्छ बिउको रूपमा। परमेश्वरले तपाईँको जीवनमा, परमेश्वरले तपाईँलाई एउटा छरिएको बिउको रूपमा परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ। अनि त्यसको निम्ति नै परमेश्वरले अघिबाटै तपाईँलाई चुन्नु भएको छ, है। अनि यो चाहिँ सबभन्दा महिमित कुरा हो। अनि पावल एफिसीको पत्रमा त्यो जब चुनावको कुरा गर्छ, परमेश्वरले हामीलाई चुन्नुभयो भन्छ, ह्यान्डपिक, परमेश्वरले आफ्नो हातले अरबौँ मानिसको भिडबाट तपाईँ अनि मलाई समातेर ल्याउनु भयो। परमेश्वरको चुनाव भनेको चाहिँ नै हो, है। परमेश्वरले आफ्नै हातले हामीलाई अरबौँ, अहिले लगभग 8 अर्ब मानिसहरू संसारभरि छन्, त्यो भिडहरूको बिचबाट तपाईँ अनि मलाई परमेश्वरले आफ्नै हातले डोर्याएर उहाँले हामीलाई चुन्नुभयो, बोलाउनु भयो। अनि त्यो चुनाव चाहिँ
जब पावलले त्यो रहस्यलाई बुझ्दछन् अनि पावलको हृदय चाहिँ गर्वले फुल्दछ, परमेश्वरको चुनावलाई जब उनले बुझ्दछन् उनको हृदय आनन्दले भरेर आउँदछ। हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ यो महान परमेश्वरको योजनाको लागि, जो तपाईँ अनि मेरो प्रत्येकको जीवनमा परमेश्वरले उहाँको महान योजना, उहाँको पूर्व ज्ञान अनुसार अनि उहाँको सार्वभौमतामा परमेश्वरले तपाईँ र मेरो जीवनलाई उहाँको महान इतिहासलाई बुझ्नको लागि परमेश्वरले उहाँको राज्यभित्र तपाईँ र मलाई बोलाउनु भएको छ। यसकारण परमेश्वरद्वारा चुनिएकाहरू तपाईँ र मलाई पत्रुसले यसरी हौसला अब दिँदछन्। अब त्यो हौसला चाहिँ अब हामीले यहाँ याद गर्नुपर्ने कुरा चाहिँ त्यस पछाडि 3 पददेखि चाहिँ बडो महत्त्वपूर्ण कुरा उसले लेख्दछन्। 3 पददेखि चाहिँ त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ विशेष गरी अहिले हामीहरू गुड फ्राइडे र इस्टरको यो पवित्र हप्ता पनि भनेर हामी सम्झना गर्दछौँ। अहिले हामी केही छिन 3 पदलाई हेर्नेछौँ। उहाँलाई प्रशंसा होस्, उहाँलाई उहाँ जो धन्यका हुनुहुन्छ, परमेश्वरलाई प्रशंसा होस् है। किनकि उहाँको महान कृपाले हाम्रो चुनाव चाहिँ हाम्रो कर्मले होइन, तर परमेश्वरको महान कृपाद्वारा परमेश्वरले तपाईँ र मलाई उहाँको महान योजना पुरा गर्नका लागि उहाँले हामीलाई चुन्नुभयो। अनि त्यो चाहिँ उहाँको महान कृपाको कारणले हो है। यसका पावलले पनि यो कुरा लेख्छन्, परमेश्वरको कृपाद्वारा म तिमीलाई आग्रहपूर्ण बिन्ती गर्दछु है। परमेश्वरको कृपालाई जब हामी बुझ्दछौँ, परमेश्वरको कृपा भनेको चाहिँ हामीले पाउनुपर्ने दण्ड जो उहाँले लिनुभयो त्यसलाई चाहिँ उहाँको हामी कृपा भन्दछौँ। अनुग्रह भनेको चाहिँ हामीले पाउनु नसक्ने कुरा जो परमेश्वरले हामीलाई सित्तैमा दिनु त्यो अनुग्रह हो। तर हामीले पाउनु पर्ने कुरा जो थियो त्यो दण्ड, जो उहाँले हाम्रो निम्ति दण्ड भोग्नुभयो र हामीबाट त्यो दण्ड हटाउनु भयो, त्यो चाहिँ उहाँको कृपा हो। उहाँको महान कृपाद्वारा अनि उहाँको पुनरुत्थानद्वारा हामी परमेश्वरलाई धन्यवाद दिँदछौँ कि येशू ख्रिस्टलाई हामीले विश्वास गर्नुपर्ने एउटा कारण चाहिँ उहाँको पुनरुत्थानको कारणले हो। संसारमा सबैजना आए अनि मरेर गए, तर येशू जीवित हुनुभयो अनि उहाँको पुनरुत्थानले संसारको इतिहासलाई परिवर्तन गर्यो। एडी र बिसीमा विभाजन गर्दछ अनि येशू ख्रिस्ट ऐतिहासिक हुनुहुन्थ्यो भन्ने कुराको प्रमाण पनि हो। अनि उहाँको पुनरुत्थानले संसारलाई ठुलो आशा दिएको छ। यसकारण पावलले भन्छ मैले येशूलाई विश्वास गर्नुपर्ने कारण चाहिँ उहाँको पुनरुत्थान नै हो। एकचोटि पावल चाहिँ ख्रिस्ट विरोधी थिए, क्रिस्चियनहरूलाई सताउने थिए, क्रिस्चियनहरूलाई मार्नको लागि उनले त्यो अधिकार पत्र लिएर फर्कँदै गर्दा कसरी दमस्कसमा उनको जीवन परिवर्तन भयो। उनले स्वर्गीय बोलाहाट पाए, ख्रिस्टलाई उनले ख्रिस्टको आवाज उनले सुन्दछन्, येशू ख्रिस्टसँग उनको इन्काउन्टरभित्र उनको लाइफ चाहिँ चेन्ज भयो अनि पावलको जीवन परिवर्तन भयो है। अनि त्यो पुनरुत्थानको बारेमा पावलले यसरी लेख्दछन्, येशू ख्रिस्टको पुनरुत्थान नभएको भए त हाम्रो विश्वास व्यर्थ हुने थियो अनि हामीले प्रचार गरेको सुसमाचार पनि व्यर्थ हुने थियो। दाजुभाइ दिदीबहिनीहरू, क्रिस्चियनिटी संसारको सबै रिलिजनभन्दा फरक भएको एउटै कारण चाहिँ यही नै हो, किनकि हामी क्रिस्चियन विश्वासमा चाहिँ ख्रिस्ट येशू जो मृत्युलाई जित्नुभयो अनि बौरी उठ्नुभयो अनि त्यो नै संसारको इतिहासमा अद्वितीयता हो। यसकारण मैले येशूलाई पछ्याउनु पर्ने कारण चाहिँ त्यही नै हो। यसको पावलले भन्छ यदि येशूको पुनरुत्थान नहुनु हो त यदि एक दिन पवित्र जनहरूको पुनरुत्थान हुने थिएन। यसको येशूको पुनरुत्थानले हाम्रो भविष्यको आशा पनि सुनिश्चित गर्दछ। यसका पावलले भन्छ म येशूको पुनरुत्थान बाहेक अरू केही पनि कुरा प्रचार गर्दिनँ अनि पुनरुत्थान नै तपाईँ र मेरो आशा हो। त्यहाँ कसैले यसरी भनेको छन्, द ब्लडियस क्यालवरी इज नट द फाइनल गस्पल होइन। रगतले भरिएको रक्ताम्य कलवरी नै अन्तिम सुसमाचार होइन, किनकि येशू क्रुसमा रहिरहनु भएन, उहाँले मृत्युलाई जित्नुभयो अनि उहाँ बौरी उठ्नुभयो। जन स्टलले यसरी भनेका छन्, हामी जिउँछौँ अनि मर्छौँ, तर येशू मर्नुभयो अनि उहाँ सदा जिउनुहुन्छ। येशूको पुनरुत्थान नै संसारको निम्ति आशा हो। क्रिस्चियनिटी अद्वितीयता भएको कारण एउटा कारण चाहिँ यही नै हो कि येशू ख्रिस्ट जो मृत्युलाई जित्नुभयो अनि बौरी उठ्नुभयो अनि उहाँ जीवित हुनुहुन्छ। त्यस कारण संसारभरि सबै मानिसको जन्म जयन्ती मनाइन्छ मरेका मान्छेहरूको, र येशूको हामी जन्मोत्सव मनाउने कारण पनि त्यो नै हो, किनकि येशू ख्रिस्ट मृत्युबाट जीवित हुनुभयो र उहाँको पुनरुत्थान
को बारेमा पहिलो कोरिन्थी 15 अध्यायमा पावलले लामो कुरा लेख्दछन् है। अनि यसोको पुनरुत्थानले मृत्युको शक्तिलाई पनि खारेज गर्दछ। यसका पावलले भन्छ ए मृत्यु तेरो खिल कहाँ छ है। मृत्यु चाहिँ विजयमा निलियो। अनि येशूको पुनरुत्थानले मृत्युलाई खारेज गर्दछ। शरीरमा हामी सबैजना मर्छौँ, तर जो आत्मिक मृत्यु छ त्यसबाट उहाँमा विश्वास गर्नेहरू सदा अलग रहनेछन्। यसकारण प्रियहरू, हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ उहाँको पुनरुत्थान यो हप्ता हामीले स्मरण गरिरहँदाखेरि चाहिँ पत्रुस यसो भन्दछ कि त्यो उहाँको पुनरुत्थानको कारणले हामीले एउटा जीवित आशा पाएका छौँ। द लिभिङ होप, त्यो जिउँदो आशा हामीले पाएका छौँ। त्यति मात्र होइन, हाम्रो नयाँ जन्म भएको छ। त्यो नयाँ जन्म चाहिँ जीवित आशाको निम्ति हामी एउटा नयाँ जन्म पाएका छौँ। पावलले चाहिँ यो आशाको बारेमा जब लेख्दछन्, पावलले चाहिँ महिमित आशा भनिकन लेख्दछन्। जब तपाईँले कलसिएको 27 पढ्नुहुँदछ, येशू जो हाम्रो महिमाको आशा हुनुहुन्छ भन्दछ। तितस 2:13 पावलले तितसलाई लेख्दछन्, येशू ख्रिस्ट जो धन्यको आशा हुनुहुन्छ, द ब्लेसेड होप, धन्यको आशा, द ग्लोरियस होप, महिमित आशा। अन्त पत्रुसले भन्छ लिभिङ होप, येशू नै हाम्रो जीवित आशा हुनुहुन्छ। यसकारण प्रियहरू, हामी परमेश्वरलाई धन्यवाद दिँदछौँ। हामी यस संसारमा एउटा यात्री जस्तै, एउटा परदेशी जस्तै यात्रा गरिरहेको भए तापनि अघि हामीले हिब्रूको पुस्तक 11 अध्यायमा हामीले पढे जस्तै हाम्रो निम्ति अनन्तको घर, स्थायी घर, द पर्मानेन्ट प्लेस चाहिँ परमेश्वरले हाम्रो निम्ति तयार गर्नुभएको छ। जब तपाईँले स्ट्रेन्जर भन्ने शब्द अघि हामीले त्यसको बारेमा हामीले कुरा गऱ्यौँ, स्ट्रेन्जर अथवा हामी परदेशी अथवा निर्वासित भन्ने शब्द छ, त्यसको अर्को अङ्ग्रेजी शब्द चाहिँ टेम्पोररी रेसिडेन्ट छ। हामी यस संसारमा चाहिँ टेम्पोररी रूपमा यस संसारमा छौँ, तर हामी यो विश्वास गर्दछौँ कि परमेश्वरले अनन्तको घर, स्थायी घर जो हाम्रो निम्ति तयार गर्न उहाँ जानुभएको छ। यसो ख्रीष्ट आफैले भन्नुभयो, तिमीहरूको हृदय विचलित नहोस्, तिमीहरू मलाई विश्वास गर्दछौ। अनि यसोले यो पनि भनौँ, म तिमीहरूको निम्ति ठाउँ तयार पार्नलाई जाँदैछु, अनि म फेरि तिमीलाई लिनलाई आउनेछु। यही नै हाम्रो महिमित आशा हो, यही नै हाम्रो जीवित आशा हो। यस्तै गर्दा चाहिँ प्रियहरू, हामी यसो ख्रीष्टको पुनरुत्थानको कारणले हामीले एउटा जीवित आशा पाएका छौँ, अनि हामी परमेश्वरलाई धन्यवाद दिन्छौँ। अनि त्यो चाहिँ उहाँको पुनरुत्थानद्वारा, त्यो कुरा चाहिँ तल पनि लेखेको छ है। 5 आखिरी समयमा प्रकट हुन आँटेको मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट तिमीहरू सुरक्षित छौ। कुन शक्ति? पुनरुत्थानको शक्तिद्वारा हाम्रो अनन्तता पनि परमेश्वरले सुरक्षित राख्नु भएको छ। जसको बारेमा 4 पदले भन्दछ, स्वर्गमा तिमीहरूको निम्ति साँची राखेको उत्तराधिकार, जुन चाहिँ अविनाशी छ। अविनाशी भन्ने शब्दलाई चाहिँ हामी कसरी बुझ्नु पर्यो भने चाहिँ इभन मृत्युले पनि छुन नसक्ने, इभन नट टच बाई डेथ, मृत्युले पनि छुन नसक्ने अविनाशी। विशुद्ध भनेको चाहिँ इभन पापले पनि छुन नसक्ने, इभन नट टच बाई सिन, पापले पनि छुन नसक्ने, अनि कहिले पनि नओइलाउने अथवा फुल चाहिँ ओइलेर नजाने, त्यो अनन्तको उत्तराधिकार जो परमेश्वरले हाम्रो निम्ति राखिदिनु भएको छ, जुन उहाँको पुनरुत्थानको कारणले सम्भव भएको छ। अनि त्यो नै हामी सबैको लागि जीवित आशा हो। यसको दाजुभाइ दिदीबहिनी, संसारको मानिसहरूले भन्छन् खाएसार कि लाएसार अनि मरेपछि लम्पसार। संसारको विभिन्न रिलिजनको आफ्नै शिक्षाहरू पनि छन्। अब हाम्रो हिन्दू शिक्षा अनुसार चाहिँ हामी 84 लाख जुनीसम्म फेरि जन्मिरहन्छौँ भन्छ, अनि अन्तमा हामी ब्रह्मामा गएर अन्त हुन्छ भन्छ। जसरी खोलाहरू समुद्रमा गएर विलिन हुन्छ, हाम्रो जीवन त्यसरी नै ब्रह्मामा अन्त हुन्छ भन्छ। अब बुद्धिज्ममा चाहिँ अनन्तता नै छैन। बुद्धिज्मले तपाईँलाई थाहा चाहिँ छैन, बुद्धिज्ममा चाहिँ मान्छे मरेपछि इल्युसन भन्छ, शून्यतामा हराउँछ। जसरी पानीको बाफ कितिको टुटीबाट बाहिर अति माथिसम्म आउँछ, एकछिनपछि त्यो आफै अल्पिहाल्छ, हराइजान्छ। हाम्रो जीवन पनि हराएर जान्छ अथवा शून्यतामा विलिन भएर जान्छ। तर बाइबलले भन्दछ हामी अनन्तता परमेश्वरसँग राज्य गर्नेछौँ, अनि त्यो अनन्तता परमेश्वरले हाम्रो निम्ति राखिदिनु भएको छ। परमेश्वरलाई धन्यवाद होस्। यसकारण पनि बाइबलमा हामी बडो अद्वितीय कुरालाई देख्दछौँ कि परमेश्वर, संसारलाई सृजन हुने परमेश्वर जो
यस संसारमा 2000 वर्ष अगाडि उहाँ यस संसारमा उहाँ थुमा भएर आउनुभयो, हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनु भयो, उहाँ बौरी उठ्नुभयो, अनि उहाँको पुनरुत्थानले अब हामीलाई नयाँ जीवित आशा दिएको छ। अनि त्यो जीवित आशा चाहिँ हामी अनन्तता परमेश्वरसँग बिताउनेछौँ। अनि त्यो चाहिँ हाम्रो कारणले, हाम्रो धर्म कर्मको कारणले होइन, हाम्रो धार्मिकताको कारणले पनि होइन, हामीले असल गरेको कारणले पनि होइन, तर उहाँको कृपाको कारणले, बिकज अफ हिज मर्सी, है, उहाँको महान कृपाको कारणले, हिज ग्रेट मर्सी, है, उहाँको महान कृपाले गर्दाखेरि र उहाँको शक्तिद्वारा, उहाँको पुनरुत्थानको शक्तिद्वारा हामीहरूको उत्तराधिकारी अविनाशी विश्वद्वारा नओइलाउने किसिमका छन्। अनि उहाँको शक्तिद्वारा सबै कुरा सुरक्षित छ। यसका हामी मरेपछि कहाँ जान्छौँ भनेर हामी कहिले पनि डराउँदैनौँ। म म हिजो अमेरिकामा चाहिँ एउटा मृत्यु सेवामा गएको थिएँ। मलाई त्यो अङ्ग्रेजी शब्द उनीहरूले चलाउँछ, मलाई साह्रो मनपर्छ। हाम्रो नेपालीमा चाहिँ अन्तिम दाह संस्कार, मृत संस्कार भनेर हामी भन्ने गर्छौँ। तर अङ्ग्रेजीमा चाहिँ उनीहरूले होम गोइङ सर्भिस भन्छ है। त्यो मृत्यु सेवालाई चाहिँ होम गोइङ सर्भिस अथवा आफ्नो अनन्तको घरमा जाने एउटा सेवा भनेर उनीहरूले त्यो शब्द चलाउँछ। मलाई साह्रो मनपर्छ है, घर जाने सेवा। अनि हामी यो विश्वास गर्दछौँ कि हाम्रो मृत्यु चाहिँ अन्त होइन, तर अनन्ततामा जाने एउटा मार्ग मात्रै हो। परमेश्वरलाई धन्यवाद होस् कि यो अनन्तता परमेश्वरले हाम्रो निम्ति राखिदिनु भएको छ। यसकारण 6 पदमा पत्रुसले यसो भन्छ, यसकारण हामी तिमीहरू रमाउँदछौ। सही, अहिले थोरै समयको लागि हामी विभिन्न प्रकारको समस्या चुनौतीबाट भएर जान्छौँ र विभिन्न प्रकारको इभन आगो सरहको समस्याहरूबाट भएर पनि हामी जाँदछौँ। र विभिन्न किसिमको, यो विभिन्न किसिमको भन्ने जुन शब्द छ, याकुब 1:2 र 3मा हेऱ्यो भने पनि हामी देख्छौँ विभिन्न किसिमका डिफ्रेन्ट काइन्ड्स अफ ट्रायल्स। र ग्रिकको अनुवाद चाहिँ विभिन्न रङले पोतिएका समस्याहरू, अथवा समस्या चाहिँ एउटै खालको हुँदैन भनेको विभिन्न किसिमका समस्याहरूबाट भएर जाँदछ। कतिजनाको सायद पारिवारिक समस्या र विवाहको समस्या, नानीहरूको हुर्काउने विषयमा चुनौतीहरू होला, बिमारीको कारणले विभिन्न चुनौतीबाट सामना गर्दै हुनुहुन्छ होला, विभिन्न आर्थिक च्यालेन्जेसहरू, विभिन्न प्रकारको चुनौतीहरूबाट यो जीवनको यात्रामा एउटा यात्री भएर हिँडेपछि थुप्रै प्रकारको चुनौतीको हामी सामना गर्दछौँ। स्वाभाविक कुरा हो त्यो, है। तर ती सबै परिस्थितिको बिचमा हामी रमाउँदछौँ भन्दछ। त्यो शब्द तपाईँले देख्नु होला, हामी रमाउँदछौँ। अनि त्यो शब्द चाहिँ 8 पदमा पनि पत्रुसले प्रयोग गर्छ। तिमीले नदेखे तापनि उहाँलाई प्रेम गर्छौ र उहाँलाई तिमीहरू अहिले देख्दैनौ तापनि उहाँमाथि विश्वास गर्दछौ र अवर्णनीय अनि गौरवमय आनन्दमा तिमीहरू रमाहाट गर्दछौ, रमाहाट गर्दछौ। किन? किनकि हाम्रो अनन्तता परमेश्वरमा सुरक्षित छ। यस संसारको दुःख र कष्टले हामीलाई कुनै पनि प्रभाव पार्ने छैन। अनि पावलले रोमीका 8:18मा लेख्दछन्, आउनेवाला जुन महिमा, परमेश्वरले महिमामा हामीलाई लाँदै हुनुहुन्छ, त्यो महिमासँग चाहिँ मेरो दुःखहरू तुलना गर्न योग्य छैन भन्छ। मेरो संसारमा मैले भोगेको दुःखहरू त्यो आउनेवाला महिमासँग म तुलना गर्नै सक्दिनँ भन्छ। कि त्यो महिमा चाहिँ यति उच्च महिमा छ। त्यो महिमालाई हेर्दै पावल जिउँदछन्। दाजुभाइ दिदीबहिनीहरू, त्यो आउने महिमालाई हेर्दै हामीहरू पनि जिउनु पर्दछ, ताकि यो संसारको हाम्रो यात्रामा आउने कष्टहरू दुःखहरू ती महिमाको अगाडि कुनै पनि ती तुलना गर्न योग्य छैनन्। यसमा पत्रुसले भन्दछ, तिमीहरू उहाँमा रमाहाट गर्दछौ। किन? किनकि आगोबाट खारिने तर नष्ट भएर जाने सुनभन्दा पनि तिमीहरूको विश्वास मूल्यवान छ, है। तपाईँलाई थाहा छ नि, जब सुनारले चाहिँ जब सुनलाई चाहिँ आगोमा हाल्छ, आगोले चाहिँ सुनलाई नष्ट गर्दैन, तर आगोले चाहिँ सुनलाई अझै खार्ने काम गर्छ। पत्रुसले चाहिँ त्यो एउटा के भने फिगरेटिभ वेमा, एउटा चित्रणको रूपमा प्रयोग गर्दछन्। हाम्रो जीवनमा आउने आगो सरहको चुनौतीहरू, विभिन्न प्रकारका समस्याहरूबाट भएर जब हामी जाँदछौँ, ती समस्याले हाम्रो विश्वासलाई नष्ट गर्दैन, तर हाम्रो विश्वासलाई आगोले सुनलाई खारे झैँ ती समस्याहरूले हाम्रो जीवनलाई खार्नेछ। हामीलाई नष्ट गर्ने छैन, तर हामीलाई खार्नेछ। प्रियहरू, त्यो सकारात्मक कुरा चाहिँ पत्रुसले मण्डलीलाई सिकाउँदछन् अथवा मण्डलीलाई हौसला दिँदछन्। यसको दाजुभाइ दिदीबहिनीहरू, हामीले हाम्रो विश्वासलाई साँचो प्रमाणित गर्न सकौँ 7 पद अनुसार चाहिँ
ताकि येशू ख्रिस्ट प्रकट हुनुहुँदा हाम्रो विश्वास चाहिँ होइन प्रशंसा महिमा र आदरको योग्य बन्न सकोस् अनि हामीले त्यो प्रमाणित गर्न सकौँ। यसकारण अहिले तपाईँ र मेरो जीवनमा विभिन्न प्रकारका चुनौतीहरू, हामी सबैको एउटै खालको चुनौती छैनन्। भिन्न भिन्न प्रकारका चुनौतीबाट भएर हामी गइराखेका छौँ। यद्यपि ती सबै चुनौतीको बिचमा पनि हामी रमाहाट गर्दछौँ। अनि पत्रुसले भन्छ अवर्णनीय अथवा एक्सप्रेस गर्न नसकिने, शब्दहरूबाट व्याख्या गर्न नसक्ने त्यो आनन्द, गौरवमय आनन्द, द ग्लोरियस जोय, त्यो महिमित आनन्द, त्यो गौरवशाली आनन्द जो तपाईँ र मेरो हृदयमा परमेश्वरले राखिदिनु भएको छ। मेरो बुवाको हाम्रो बाजे र बुवाको मैले गवाई चाहिँ यो आउने जुनसम्ममा किताब निकाल्ने भनेर म लेख्दैछु। अनि मेरो बाबाको गवाई लेख्दै गर्दा मैले लेख्दै गर्दाखेरि चाहिँ टाइप गर्दै थिएँ हिजो पनि म। अनि उहाँको गवाई टाइप गर्दै गर्दा म आँखामा आँसु पनि आयो। अनि मलाई एकदम हृदय पनि छोयो। उहाँको जीवनका सङ्घर्षहरू पनि उहाँले लेख्नु भएको थियो। अनि एउटा पाटो चाहिँ जब उहाँलाई विराटनगर मा लगेर उहाँलाई पुलिसले कुट्यो, त्यो बेला चाहिँ उहाँले कुटा खाएको उहाँको खुट्टा चाहिँ सुन्निएर हिँड्नै नसक्ने भएको रहेछ। तर उहाँले मैले थाहा नै पाइनँ उसले कुटेको। पहिलो कुटाइ मात्रै मैले थाहा पाएँ, त्यसपछि मैले कुटेको पनि थाहा पाइनँ। पुलिसले दुई तिनवटा लौरो चाहिँ भाँचेछ तर मैले थाहा नै पाइनँ। म पछि ठिँगुरो खुट्टामा लागेको ठिँगुरो निकालेपछि म पिसाब पेर्न टोयलेट जान खोजेको थिएँ, म हिँड्नु सकेन। अ, तर मलाई कसरी कुट्यो कतिखेर कुट्यो मैले त दुखेको पनि अनुभव भएन। उहाँले त्यसरी गवाई लेख्नु भएको रहेछ। अनि जति उहाँलाई कुट्थ्यो त्यति उहाँहरू चाहिँ कहिले पनि आइएम भन्नु भएन अरे है। अनि त्यो पिटाइ खाँदाखेरि त्यो प्रकारको आनन्द ख्रिस्टको निम्ति उहाँले त्यही सम्झाउनु भयो। चाहिँ गुड फ्राइडेको दिन अघिल्लो दिन मात्रै थियो, आजकै दिन जस्तो बिहिबारको दिन थियो। उहाँ पक्राउ परेर उहाँलाई विराटनगरमा लगिएको थियो त्यो बेला थुनामा। अनि उहाँले त्यो बेला सम्झाउनु भयो गुड फ्राइडेको त्यो म्यासेजलाई, ख्रिस्टले हाम्रो निम्ति कति धेरै कष्ट भोग्नुभयो, त्योसँग त यो कष्ट कुनै तुलना गर्न योग्य छैन। र मेरो प्रभुको निम्ति दुःख भोग्नु पाउनु मेरो लागि गर्वको कुरा हो। अनि दाजुभाइ दिदीबहिनी, हामी सबैको जीवनमा विभिन्न प्रकारका चुनौतीहरू छन्। तर हामी यी सबै कुराहरूलाई झेल्नको निम्ति सक्षम छौँ किनकि परमेश्वरको महान कृपा हामीलाई परमेश्वरले दिनुभएको छ। त्यति मात्र होइन, हामीसँग एउटा जीवित आशा पनि छ। पौलले यो आशाको बारेमा पौल धेरैचोटि लेखेका छन्। अनि पहिलो कोरिन्थ 13:13 होस्, विश्वास आशा र प्रेम। अनि त्यस पछाडि पहिलो थिस्सलुनिकेको 3 विश्वास प्रेम र आशा अनि सँगसँगै लेख्दछन्। अनि हिब्रूको पुस्तकमा विश्वास अनि आशा अनि प्रेम आशालाई सँगसँगै ल्याएको छ। कलसी 1:4-5 उनी तिमीहरूको आशाको कारणले नै तल तपाईँले हेर्नुभयो किनकि तिमीहरूको विश्वास सबै सन्तहरूप्रतिको तिमीहरूको प्रेमको विषयमा हामीले सुनेका छौँ, जुन चाहिँ तिमीहरूको निम्ति स्वर्गमा साँचिएर राखिएको आशाको कारणले हो। स्वर्गमा साँचिएर राखेको आशाको कारणले हो। दाजुभाइ दिदीबहिनीहरू, हामी सबैलाई परमेश्वरले आशामा जिउनको लागि बोलाउनु भएको छ। मलाई फेलिक्स विल्फ्रेड चाहिँ साउथ इन्डियन प्रोफेसर हुनुहुन्छ उहाँ, क्रिस्चियन प्रोफेसर। उनले यसरी लेखेका छन्, क्रिस्चियनहरूको पहिलो प्राथमिक बोलाहट चाहिँ मानव जीवनको समस्या समाधान गर्नु होइन, तर यो समाज र संसारलाई ख्रिस्टको आशा छर्नु हो। तपाईँले एउटा मानिसको समस्या समाधान गरिदिनुहोस्, अर्को समस्यालाई पर्खिरहन्छ। तर जब उसले आशा भेटाउँदछ ख्रिस्टमा, हामी त्यहाँ उपस्थित नभए पनि त्यो आशाले उसलाई विजेताहरूभन्दा पनि महान भएर जिउनलाई सहायता गर्दछ। यसकारण हामी क्रिस्चियनहरूको पहिलो बोलाहाट चाहिँ आजको संसारलाई, हाम्रो देशलाई, सारा संसारलाई ख्रिस्टको आशाको बिउ रोप्नु हो। जब मानिसको हृदयभित्र ख्रिस्टको आशा रोपिन्दछ, मानिसहरूले चुनौतीको सामना गर्नेछन्। यसका आज धेरैजना मानिसहरू चाहिँ यति धेरै फ्रस्ट्रेट भएर गइरहेको तपाईँ देखिराख्नु भएको छ होइन। यति धेरै निराशापनहरू, मानसिक तनावहरूबाट भएर मानिसहरू गइरहेको छ। यत्रो ठुलो प्रविधिको युगमा हामीहरू छौँ। हामीले कल्पनै गर्न नसक्ने साइन्सले विज्ञानले ल्याएको प्रविधिहरूलाई हामीले देख्यौँ, अनुभव गऱ्यौँ। तर पनि तपाईँले याद गर्नु भएको छ छैन, तर पनि मानिसहरू यो युगमा जस्तो निराशा कहिले थिएन भन्छ। विकासको वैज्ञानिक यस्तो प्रविधिको युगमा हामीहरू जन्मियौँ, तर पनि यो युगमा जस्तो मानिस निराश
कहिले पनि थिएन भन्छ, किनकि भौतिक कुरा नै मानव जीवनको पहिले खोजी होइन। यसकारण एउटा दार्शनिक पास्कलले भनेका छन्, मानिसको हृदयभित्र एउटा रित्तो स्थान छ जो कुनै पनि सृजिएका कुराले, बनिएका कुराले भर्न सक्दैन, केवल सृष्टिकर्ताले मात्र भर्नुहुन्छ। यति धेरै मानिसहरू निराश छन्, यति धेरै मानिसहरू उदास छन्। अब अहिले अमेरिकाको रिसर्च तपाईँले हेर्नुभयो भने चाहिँ पहिलो सबैभन्दा धेरै मान्छे मर्ने कारण चाहिँ मुटुको रोगको कारणले, मुटु समस्याको कारणले। दोस्रो हाइएस्ट चाहिँ अहिले सुसाइड हो, त्यो पनि टिनेजर र युथहरू आत्महत्या गर्दैछन्। यति धेरै डिप्रेसनमा गयो कि बढी मोबाइल, इलेक्ट्रोनिक प्रविधि, विभिन्न गेमहरूको प्रयोगको कारणले गर्दाखेरि चाहिँ अब साइन्सले यत्रो धेरै कुराको उपलब्धता, प्राप्यता हाम्रो अगाडि ल्याइदियो, तर यसले यति ठुलो नरसंहार र ठुलो समस्याहरूबाट यो जेनेरेसनलाई लगिरहेको छ अनि मानिसहरूले आशा गुमाइरहेका छन्। प्रियहरू, भौतिक कुरा नै मानव जीवनको पहिलो आवश्यकता चाहिँ होइन है। हो, हामीलाई आर्थिक कुराहरू चाहिन्छ, भौतिक कुराहरू चाहिन्छ, तर त्यो नै हाम्रो जीवनको अन्तिम आशा चाहिँ होइन है। यसकारण प्रियहरू, ख्रिस्टमा भएको आशाले हामीलाई विजय भएर जिउनको लागि सहायता गर्दछ। रोमीको 5:2 पनि पौलले भन्दछ, परमेश्वरमा महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँदछौँ। अनि पौल पनि त्यो आउनेवाला महिमालाई हेर्दै जिउनको निम्ति र त्यो महिमालाई देख्न र महिमामा प्रवेश गर्नको निम्ति आतुर थिए है। अनि पौल चाहिँ त्यो कुराको निम्ति एक्साइटेड छन्। अनि पावलले त फिलिपीको मण्डलीलाई भन्छन्, म त अहिले मेरो लागि त स्वर्ग जानु सबभन्दा असल कुरा हो, तर म तिमीहरूको लागि जिउनु परेको छ, बाँच्नु परेको छ। जो म जिउँछु तिमीहरूको लागि हो, तर मेरो लागि त अहिले स्वर्ग जानु चाहिँ मेरो लागि असल हो, तर म तिमीहरूको लागि बाँच्न परेको छ। पावलको जीवनमा पनि त्यो महिमामा सहभागी हुने ठुलो उत्कट इच्छा चाहिँ छ। यसकारण पनि पावलले चाहिँ मृत्युलाई पनि अँगाल्दछ। हामी सबैलाई थाहा छ पावललाई मृत्युदण्ड दियो, उनको विश्वासको कारणले पावल शहीद भए। अनि उनले अन्तिमचोटि अन्तिम व्यक्ति लुकासँग अन्तिमचोटि अङ्कमाल गरेर सायद लुका र पावल छुटे। पावललाई रोमी सिपाहीहरूले मृत्युदण्डको निम्ति लिएर गए। अन्तिमचोटि लुकासँग हात हलाउँदै उनीको विदा भयो। तर पावलले गर्वसाथ मृत्युलाई पनि अँगाल्दछन्। यसकारण त दोस्रो तिमोथीको 4:6 र 7मा पावलले भन्छ, मैले मेरो दौडलाई सिधाएँ, मेरो विश्वासलाई मैले बचाइराखेको छु, किनकि मेरो विदाईको समय आएको छ। पावलले जुन विदाईको कुरा गरेका छन्, उनलाई फुलमाला लगाएर मण्डलीले विदाई गर्ने कुरा थिएन। उनले यो संसारको जीवन चाहिँ विदा हुने समय आयो भनेको उनलाई थाहा थियो। अब रोमीले उनलाई दण्ड दिनेछन्, मृत्युदण्ड। त्यसको बारेमा पावलले कुरा गरेको, तर त्यो मृत्युदण्डलाई पनि उनले स्वीकार गरे। किनभने चाहिँ त्यो महिमालाई हेरेर उनी जिउन सके। परमेश्वरले तपाईँ र मलाई अनुग्रह गरून् कि उहाँको आशालाई, महिमाको आशालाई हामीले नजिकबाट बुझ्न सकौँ। रोमीको 15:13मा पावलले भन्दछ, आशाको परमेश्वरले तिमीहरूलाई विश्वासद्वारा सम्पूर्ण आनन्द र शान्तिले भरिपूर्ण गरून्। यस चतुर्ले कि पवित्र आत्माको शक्तिले तिमीहरू आशामा प्रशस्त हुन सक। मलाई बाइबल पढ्दाखेरि मनपर्ने एउटा कुरा चाहिँ के हो भन्दा चाहिँ हाम्रो परमेश्वर चाहिँ आशाको परमेश्वर हुनुहुन्छ, गड अफ होप है। बाइबलमा हामीले विश्वास गरेको परमेश्वर चाहिँ आशाको परमेश्वर हुनुहुन्छ। त्यो आशाको परमेश्वरले हामी सबैलाई विश्वास र सम्पूर्ण आनन्द र उहाँको शान्तिले भरुन्, ताकि हामी आशामा प्रशस्त हुन सकौँ। अन्तिम पद पढेर म अन्त गर्छु। त्यस हिब्रूको 6:19 हाम्रा आत्माको निम्ति दृढ र सुरक्षित लङ्गरको रूपमा यो आशा हामीसित छ। ओके, यो आशाको लङ्गर, यो लङ्गर भन्ने शब्द तपाईँले बुझ्नुहुन्छ बुझ्नुहुन्न, अङ्ग्रेजीमा त एङ्कर, होप एज एन एङ्कर अथवा एङ्कर अफ होप, आशाको लङ्गर। यो लङ्गर भनेको चाहिँ के हो भन्दाखेरि चाहिँ तपाईँले कतिजनाले जहाज, अब साइप्रसमा बनेको जहाज धेरै चढ्नुहुन्छ होला, तपाईँलाई थाहा छ त्यो पुरानो समयमाको जहाज अहिलेको मोडर्न जहाजभन्दा फरक थियो। तर त्यो जहाज चाहिँ जब किनारामा ल्याइन्थ्यो, किनारामा यदि बन्दरगाहमा आउँदाखेरि चाहिँ बन्दरगाहमा जहाज अब यदि भिड छ भने चाहिँ त्यो बन्दरगाहदेखि अलिक परने मान्छेले त्यो जहाजलाई पार्किङ गर्नको लागि चाहिँ समुद्रदेखि किनारादेखि 100-150 मिटर अलिक पर राख्छ। तिनीहरूले त्यो फलामको ठुलो देख्दै हुनुहुन्छ है, उनीहरूको फलामको ठुलो त्यो हुक जस्तो चाहिँ उनको साङ्लीको माध्यमबाट ठुलो फलामको साङ्लाले बाँधेको त्यो एङ्करलाई, त्यो लङ्गरलाई चाहिँ उनले जमिन मुनि, पानीको मुनि खसाल्दछ। अब अहिलेको मोडर्न जहाजहरूमा चाहिँ ठुलो ठुलो 5 टन 10 टन हुँदो रहेछ।
ठुला ठुला बनाउँदो रहेछ। त्यो बेला मेरो विचारमा 1 टन 2 टनको थियो होला। त्यसो ठुला ठुला ती एङ्करहरू चाहिँ, लङ्गरहरू चाहिँ त्यो जहाजदेखि मुनि खसाइन्छ। तपाईँले देख्नुहुन्छ 100 मिटर पर समुद्रको बिचमा, समुद्र पानीको पानीभित्र नै त्यो एउटा जहाजलाई चाहिँ पानीले यता र उता छालले हल्लाइरहेको देख्नुहुन्छ। तपाईँले 2 दिन भयो 3 दिन भयो त्यो जहाज त्यहाँबाट सरेको चाहिँ देख्नुहुन्न है। परबाट किनारबाट हेर्दाखेरि तपाईँले के देख्नुहुन्छ भन्दाखेरि चाहिँ त्यो जहाजलाई चाहिँ छालहरूले यता र उता हल्लाइरहेको तपाईँ देख्नुहुँदछ। कतिचोटि छालहरूले पल्टाउनु खोजेको जस्तो पनि देख्नुहुन्छ। त्यो जहाज यता र उता हुत्तिएको देख्नुहुन्छ। तर तपाईँ एउटा कुरा चाहिँ चकित हुनुहुन्छ, त्यो चाहिँ के हो भन्दा त्यो छालले त्यो जहाजलाई त्यहाँबाट सारेको तपाईँ देख्नुहुन्न। त्यसको एउटै कारण चाहिँ यो लङ्गरको कारणले हो। अनि हिब्रूको लेखकले लङ्गर, आशाको लङ्गर भनेको त्यही हो। हामी ख्रिससँग, ख्रिस जो हाम्रो आशा हुनुहुन्छ उहाँसँग जोडिएको कारणले हाम्रो जीवनमा थुप्रै प्रकारका च्यालेन्जेसहरू, चुनौतीहरू, आँधी बेह्री आउन सक्छन्, हुरीहरू धक्काहरू आउन सक्छन्। तर हामी त्यहाँबाट मुभ हुँदैनौँ। त्यहाँबाट हामी कहिले पनि हल्लिँदैनौँ। हामी दृढ भई त्यहाँ रहिरहन्छौँ। त्यसको एउटै कारण चाहिँ आशाको लङ्गरसँग हामी जोडिएका छौँ। अनि पौलले भन्छ येशू नै त्यो आशा हुनुहुन्छ। अनि पत्रुसले पनि लेखेको कुरा त्यही नै हो। अनि हिब्रूको लेखकले लेखेको कुरा चाहिँ त्यही नै हो। येशू नै हाम्रो आशा हुनुहुन्छ। यसकारण प्रियहरू, हामी जसोसुकै परिस्थितिबाट भएर गइरहेका छौँ होला। नेपालको राजनीतिक थुप्रै चेन्जेसहरू, परिवर्तन भयो। हामी कतिचोटि हामीले सोचे जस्तो भएन होला। तर हामी एउटा कुरामा सधैँ स्थिर छौँ, दृढ छौँ। त्यो चाहिँ के हो भन्दा चाहिँ येशू ख्रिस्ट नै हाम्रो आशा हुनुहुन्छ है। मानिसहरू, पोलिटिसियनहरू हाम्रो आशा होइन हो। हामी उनीहरूलाई आदर गर्छौँ, उनीहरूको लागि हामी प्रार्थना गर्छौँ। तर हाम्रो आशा चाहिँ परमेश्वर नै हुनुहुन्छ, जसले हामीलाई त्यो महान आशामा बोलाउनु भएको छ। अनि त्यो आशा चाहिँ जीवित आशा हो। अनि त्यो आशा चाहिँ धन्यको आशा, द ब्लेसेड होप। अनि त्यो आशा चाहिँ महिमित आशा हो, द ग्लोरियस होप। परमेश्वरले यहाँलाई प्रशस्त गरी अनुग्रह गरून्। तपाईँ डायस्पोरामा हुनुहुन्छ, संसारको विभिन्न भागमा तपाईँ छरपष्ट भएर जानुभएको छ। अघि मैले सुरुमा भने तपाईँहरूलाई परमेश्वरले बिउको रूपमा तपाईँलाई छर्नको लागि परमेश्वरले ती देशहरूमा लानुभएको छ। परमेश्वरको महिमाको निम्ति बनिरहनुहोस्, ताकि तपाईँको जीवनद्वारा परमेश्वरले धेरै फलहरू ल्याउनु भएको होस्। परमेश्वरले यहाँ सबैलाई आशिष दिनुभएको होस्। सबैलाई जय मसीह।